चारजना अगाडि 5 जना गाइस त्यो चाहिँ हाम्रो डेस्टिनेसन उ त्यहाँ माथि उत्तर टावर यस द्याट वान अब कति बेर भन न अब कति बेर पुग्नै आँट्यो अब अब कति भइछ अब पुग्नै आँट्यो आजको हाम्रो अफिसियल गाइड यो कुकुर चाहिँ तर खुमाईको ट्रेक याद आइरहेछ यतापट्टि बस्छ त सम्झना बस्ने गाइस यो चाहिँ हाम्रो लास्टै रिसाउने मान्छे है म लास्ट रिसाउँछ है भन त प्लिज सम्झना गाइस हामी चाहिँ अहिले कुन ठाउँमा पुग्यौँ मलाई चाहिँ के थाहा फर्सिकाको भन न जङ्गलको बिचमा पुग्यौँ हामी गाइस अब लगभगै धेरै छैन अब बाटो अलिकति नै हो तिमी नि गएर आउँछ तिमी कस्तो आफै हेर तिमी हामी जङ्गलको बिचमा आइपुग्यौँ A brute man is carrying सागर अब उयो ढुङ्गा बोक सागर ओइ 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 मेरो तारिफ गर्नु पर्दैन भने बाँकी गाइस अब आधी घण्टा They said I could be fun, guys. Guys, they said I could be fun. Exactly. The person making this video said it. हाइक रमाइलो हुन्छ भन्दै थियो यार गाइस के हो यार यस्तो हाइक रमाइलो भइदै थियो यार कसैले हग्दियो यार बाटोमा यता फुलचोकीको टावर कता छ गाइस कता छ ए उ त्यहाँ रहेछ रजम के हो यो डबल क्रस हो डबल क्रस डबल क्रस डबल क्रस गाइस यो चाहिँ हाम्रो फुलचोकी डेस्टिनेसन चाहिँ हामी लगभग पुग्न आँट्यौँ अब अब धेरै बाँकी छैन लगभग यति नै हो अब गाइस म यहाँ छु डबल क्रस आर यु क्रिस्चियन नो टु दोज गाइज है जसले चाहिँ हाइकमा आएन अन्सा कुमार सर अनि कुमार सर त बिचरा कुमार सर चाहिँ वी आर मिसिङ यु है कुमार सर बट अनिसा एफ यु अनिसा ओ झिल्के फुलहरू कसले टिपेको यो गाइस I won't accept that, guys. सब
मिनट च्यापिसकेपछि च्याप्न नसकेर यता दिशा गर्दै हुनुहुन्छ हाम्रो गङ्गा महोत्री। टिस्यु चाहिन्छ तिमीलाई? मैले ल्याएको है टिस्यु। तर गाइज यो सिग्नलको मिनिङ के हो? हामीले 2-3 ठाउँमा भेटाइसक्यौँ तर अझसम्म पत्ता लाग्न सकेको छैन। गाडीबाट देख्दा नि यस्तै रे, अहिले हिँड्दा पनि त्यस्तै भनेको तिमीले। हाम्रोतिर चाहिँ उसमा जस्तो नहुने है, फुल चालुग्रासको टिकटकमा देखाएको जस्तो। त्यहाँतिर छुट्टै हुन्छ नि त, पुरा रुखभरि लट्टाराम्मै हुन्छ। तिम्रो ब्यागमा पनि छ त नि। के भएर? प्लिज मुभ अहेड। I won't. यहीँबाट खिचेर। हामी अब लगभग पुग्न आँट्यौँ। आधी घन्टा गाइस, आधी घन्टा। आधी घन्टा भने चाहिँ तर 2 घन्टा हुन लागिसक्यो है, त्यही भएर त्यो मान्छेलाई अहिले म यस्तो कुर्छ भिडियोमै 3-3 चोटि आधी घन्टा। त बाघ चाहिँ क्या हो भने मान्छेले सेवा गाड्नु मान्छे रहेछ यार। के अरे उको किचकन्डी है हाम्रो, के अरे फुलचोकीको किचकन्डी। अर्कै सिङ्गल देखाउनुलाई चाहिँ सिङ्गल पिस भनेको यो चाहिँ पिआइएसएस। गर्यो जाऊ। प्लिज अगेन मिमी अदरवाइज म्यामा नहालेर है गाइस। हाम्रो अफिसियल गाइड। त गाह्रो भइसक्यो। हेलो 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 हाई। टु मच एक्साइटेड हामी भन्दा पनि। मेरो होइन गाइज। फुलचोकी त्यहीँ छ, देखाइदियो त फुलचोकी कहाँ छ सम्झना। Otherwise what सम्झना? Otherwise you will be punished. Otherwise you will be punished guys. ओइ गङ्गा ल हैन, एउटा प्लेन चाहिँ हैन नेपालबाट चाइना गइरहेको थियो हैन, अनि त्यसपछि त्यसले चाहिँ 100 वटा इटा बोकिरहेको थियो हैन। अब त्यसपछि अनि त्यसपछि त्यहाँबाट चाहिँ एउटा इटा चाहिँ खस्यो अरे कि हैन। अब कतिवटा इटा बाँकी? 99। करेक्ट। ताली गङ्गालाई, ताली गाइस। अर्को है त नेक्स्ट वान। हाइक कस्तो भइरहेछ गाइस? हाउस द हाइक गोइङ? हाइक कता जाँदैछ? हाइक कसरी जाँदैछ? गइरहेछ, अहिले गइसकेपछि भनौँ न। यहाँ टोइलेट भएर यता रेस्ट गर्न आँट्यो हामी चाहिँ। रेस्टरुम पब्लिक टोइलेट है गाइस। प्योर हर्बल पातले पुस्ने हो है गाइस यहाँ चाहिँ गरिसकेपछि, अरू पनि छैन गाइस। हामी चाहिँ हाइकमा पुगिसके पनि छैन हैन। सुषमालाई चाहिँ अलरेडी घरमा आऊ भनेर फोन गरिरहेको है, घरमा आऊ भनेर बोलाइसके है। एउटा कहाँनिर अड्केर बसेको त अब ल भयो त, यो अड्किने ठाउँ हो।